परेको खिच हेलो बेबी के छ मोहिनी धर्ममा आएर कस्तो फिल भइरहेको होला हाम्रो यात्रा 2 दिनको थियो 2 दिनमा के कस्ता कुराहरुको अनुभूति लिन सफल भयो तिमी के कुराहरु भन्दियौ न ह कस्तो फिल भयो तल चढ्दा सास बढ्दो रहेछ हो बारी यहाँको पानी चिसो रहेछ अनि अरु यहाँ बाटोमा बार लाग्दो रहेछ बार त लागेछ सिस्नो बन्छ त्यो छेउमा सिस्नो बन्छ रहेछ कोही रिसिडेको मान्छे छ भने यहाँ ल्याएर मुन्टो जोगाइ जान्छ हो र ए मलाई चाहिँ साह्रै रमाइलो लाग्यो यो ठाउँमा आएर त्यसमा नि झर्ना भन्दा बढी सिनेरी राम्री देखि है झर्नाको के महत्त्व र त्यति मेरो बुढीको महत्त्व छ ए बुहारी यहाँ आऊ न यहाँ यसो देख्यौ हेलो गाइस नमस्कार ढोकदिया के छ त यसैबाट खिच्नु के तिमी किन खिच्नु मैले फोटो खिच्न नचाहने मान्छेको बुढी यिनै हुन् मान्छे चाहिँ अगाडि सर हुनुहुन्छ उहाँ खाली बढ्नुहुन्छ अनुहार देखाउनु हुँदैन है झर्ना चाहिँ त्यही हो देख्न सकिन्छ दुई शब्द राख्दिनु होला के बोल्न चाहनुहुन्छ दुईजना ढुकुर जोडीहरू के लाइयो मोहनी लाइयो त्यति मात्र हो जिन्दगी फर्स्टचोटि यो भिडियो यसरी बनाउँदैछु म यो भ्लग क्यामेरा बोक्न अलिक आउँदैन मेरो सिक्लाइ हो लाइफमा 32 वर्षको भयो तर फर्स्टचोटि चाहिँ क्यामेरा यसरी बनाएर किन हाँस्यो तिमीहरू भर्खर वर्ष 17 पुगेर 18 राख्दैछु नि हिसाब गर्न यो नानीहरूले यस्तो बेच्न राखेको रहेछ ल परेवाको जोडीहरू ढुकुर जोडी ढुकुर जोडीहरू कोइली जोडी रुपी जोडी रुपी
रञ्जित खाजा घर तथा लजमा तपाईँले एकदम मिष्टान्न भोजन तथा बस्नेको व्यवस्था रहेको छ। भनेको किन नमानेको के मैले बिस्तारै भन्छु हुन्छ भनिदिनु न What a beautiful